नमस्कार, मेरो युट्युब च्यानल हुस्की भिलेजमा सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छु। म लोक। म आज यहाँ मेरो दर्शकहरूलाई हुस्की भनेको के हो भन्ने कुरा जानकारी दिन म यहाँ आएको छु मेरो युट्युब च्यानल मार्फत। हुस्की भनेको एउटा डिस्टिल स्पिरिट हो। डिस्टिल स्पिरिट भन्नाले एउटा प्रोसेसबाट निस्किएको एउटा रक्सी, एक प्रकारको रक्सी हो, जुन चाहिँ एज गरेर सर्टेन क्राइटेरियाहरू, मापदण्डहरू पुरा गरेर, सम्बन्धित देशको मापदण्डहरू पुरा गरेर ग्रेनहरूबाट बनेको लिक्विड लाई नै, स्पिरिटलाई नै हामीले हुस्की भन्छौँ। अब यसमा विभिन्न देशका विभिन्न मापदण्डहरू छन्। अहिले म त्यतातिर जान्न, म हजुरलाई अहिले मात्र हुस्की भनेको के हो भनेर मात्रै बुझाउन आएको हुँ। हुस्की बन्नको लागि चाहिँ तीनवटा चिजको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। पानी, ग्रेन्स, इस्टको, जसको सम्मिश्रण र फर्मेन्टेट गरिसकेपछि डिस्टिल प्रोसेसमा डिल्युसन भइसकेपछि एउटा तरल पदार्थ निस्किएको हुन्छ। त्यो एक किसिमको ग्रेनबाट बनिसकेपछि एक किसिमको त्यो हुस्की नै हो। तर एउटा कम्प्लिट हुस्की हुनको लागि चाहिँ एउटा एजिङ प्रोसेसमा जानुपर्छ। त्यो एजिङ प्रोसेस चाहिँ सम्बन्धित देशको मापदण्ड अनुसारको हुनुपर्छ। जस्तै अब स्कच हुस्कीको स्कटिस मापदण्ड अनुसार छ, बर्बन हुस्कीको बर्बन या अमेरिकन मापदण्ड अनुसारको हुनुपर्छ, आइरिस हुस्कीको आइरिस मापदण्ड अनुसार। यस्ता विभिन्न हुस्कीहरू छन्, विभिन्न कन्ट्रीबाट निस्केको हुस्कीहरू, त्यसको आफ्नै मापदण्डहरू छन्। त्यो अनुसारले एजिङ प्रोसेसबाट निस्किएर त्यो एजिङ प्रोसेस चाहिँ केमा हुन्छ भने एउटा काठको ब्यारेल हुन्छ। त्यो काठको ब्यारेलमा रक्सी, जो डिस्टिल गरेको रक्सीहरू फर्मेन्टेड गरेर डिस्टिल गरेको एउटा रक्सी तरल पदार्थ निस्किसकेपछि त्यो तरल पदार्थलाई, जुन रक्सी हुन्छ, त्यसलाई चाहिँ काठको ब्यारेलमा एज गरेर राखेको हुन्छ। अब 3 वर्ष, 4 वर्ष, 5 वर्ष, 10 वर्ष, 11, 12 वर्ष, 15 वर्ष, 18 वर्ष, हजुरले त्यहाँ बोतलमा हजुरले मेन्सन गरेको देख्नुहुन्छ नि, 12 वर्षको अथवा 10 वर्षको, 7 वर्षको हुन्छ नि। हो, त्यो काठको ब्यारेलभित्र त्यो रक्सीलाई त्यो भित्र राखेको, त्यो भित्र त्यति अवधिसम्म राखेको भएर त्यसलाई 12 वर्षसम्म राखेको छ भने त्यो 12 वर्षको त्यहाँ लेखेको हुन्छ, 15 वर्षसम्म 15 वर्षको लेखेको हुन्छ, र 7 वर्षसम्म 7 वर्षको लेखेको हुन्छ। हो, त्यो ब्यारेलबाट निकालेर जब बोटलिङ गरिन्छ त्यसलाई चाहिँ फाइनल हुस्की भनेर भनिन्छ। अब यसको हुस्की बन्नको लागि चाहिँ मैले अघि नै भनिसकेँ, पानी, ग्रेन्स र इस्टको यसको सम्मिश्रणको महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। ग्रेन्सहरू चाहिँ के हुनु भने बार्ली, जौँ, कर्न, मकै, राई, जौँकै एक प्रकारको हुन्छ। त्यो जौँ जस्तै हुन्छ, अलिक सानो टाइपको हुन्छ यो चाहिँ। र व्हिट, गहुँ, सामान्यतः यो 4वटा चिजबाट बनेको हुन्छ यो हुस्की चाहिँ। अब हुन त अहिले विभिन्न मिश्रणहरू गरेरबाट विभिन्न तरिकाले पनि अब निस्किन थालेको छन्, तर सामान्यतया चाहिँ यो 4वटा ग्रेनहरूबाट हुस्की बनेको हुन्छ। ग्रेन चाहिँ यो फर्मेन्टेसन प्रोसेसबाट जब पानीको पानी र त्यो ग्रेन मिक्स गरेर जब इस्ट हालिसकेपछि फर्मेन्टेड प्रोसेसबाट जो सुगरलाई अलग गरिन्छ, जुन ग्रेनहरूबाट सुगरलाई अलग गरिन्छ, त्यो सुगर
पछि गएर चाहिँ हुस्की बन्ने प्रक्रियामा जाँदछ हो, त्यसलाई नै ग्रेन भनिन्छ। पानी एउटा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ यो हुस्की हुनको लागि चाहिँ, किनभने जस्तो पानी हुन्छ त्यस्तै अनुसारको हुस्कीमा टेस्ट आउने हो र त्यसको पछि त्यो एजिङ प्रोसेसमा जाँदाखेरि पनि त्यो हुस्कीले त्यही अनुसारको एरोमाहरू क्रिएट गर्छ। त्यसैले पानी चाहिँ एकदम महत्त्वपूर्ण भूमिका हुन्छ, जसको म्यासिङ गर्नको लागि अथवा माल्टिङ गर्नको लागि अथवा डिस्टिलेसन गर्नको लागि चाहिँ पानीको एकदमै महत्त्वपूर्ण हुन्छ हुस्की बन्नको लागि। अर्को रहेको छ इस्ट सामान्यतया हामीले हजुरले देखेकै हो, जहाँ चाहिँ होइन नेपालमा पनि जाँडहरू अथवा ब्रेडहरू बनाउँदाखेरि होइन हामीले त्यो प्रयोग गरिरहेको हुन्छ होइन। इस्ट चाहिँ यस्तो चिज हो जसले म्यास गरेर फर्मेन्टेड ग्रेन, जो उमालेको ग्रेन हुन्छ, उमालेको ग्रेन जुन गहुँ होस् उमालेको हुन्छ, त्यो त्यसमा हालिसकेपछि त्यसले सुगरलाई सेपरेटेड गरिदिन्छ। ग्रेनलाई इस्ट हालिसकेपछि सुगरलाई सेपरेट गरिदिन्छ हो, त्यो सेपरेट गर्ने महत्त्वपूर्ण माध्यम चाहिँ इस्ट हो, त्यसलाई हामीले इस्ट भनेर भनिन्छ। हस् त अहिलेको लागि चाहिँ मैले यति नै जानकारी यहाँहरू समक्ष राखिदिएँ। हुस्की भनेको डिस्टिल स्पिरिट हो जुन कि फर्मेन्टेड ग्रेनलाई म्यास गरेर हुस्की बनाइन्छ। सामान्यतया हुस्की भनेको त्यो डिस्टिल स्पिरिट हो। हजुरहरूलाई हुस्की सम्बन्धी कुनै पनि जिज्ञासा छ, अब कुनै अरू हुस्कीको बारेमा जानकारी लिन चाहनुहुन्छ, कुनै पनि हुस्कीको बारेमा, हुस्की मात्रै होइन, तपाईँलाई रम, ब्रान्डी, अब स्कच हुस्की, बर्बन हुस्की, अमेरिकन हुस्की, आइरिस हुस्कीको बारेमा, कुनै पनि हुस्कीको बारेमा हजुरलाई जानकारी लिनु छ अथवा जानकारी पाउनु लागेको मन छ भने हजुरले मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरको सम्पूर्ण हरेक कमेन्टलाई म रिप्लाई दिनेछु र सम्पूर्ण जानकारीहरू दिने प्रयास गर्नेछु र कमेन्ट हजुरको जिज्ञासाहरू मेट्ने कोसिस गर्नेछु। हस्त, धन्यवाद, नमस्कार।